रिस्टार्ट गरेर के भन्दा 15 मिनट खायो, फेरि अर्को एउटा थियो अनि त्यसमा जोइन गरेँ गर्न सकेँ। थ्याङ्क गड फर द्याट। म धेरै खुसी छु, धेरै धन्यवाद। सबैले सुन्दै हुनुहुन्छ? म त्यही नै पाएँ जस्तो लागेको छ मलाई। परमेश्वरलाई धन्यवाद। यो टेक्नोलोजी जसले ज्ञान बुद्धि दिएर मानिसले बनायो। म नेपाल बाइबल सङ्गतिका आदरणीय पास्टर पिटर गुरुङ र पास्टर विष्णु तामाङ, मेरो आफ्नै आत्मिक भाइ तिमती र साथसाथै एल्डर सञ्जय रसाइलीज्यू र साथसाथै डिकन र सम्पूर्ण मण्डली परिवार र लिडरसिपलाई म धन्यवाद दिन चाहन्छु। यो समय मेरो लागि पनि महत्त्वपूर्ण समय हो। क्रिस्चियन जीवन चाहिँ यस्तै नै हो। अघि उहाँले भन्नुभयो केही परिचय दिने भन्ने कुरा, म धेरै परिचय पास्टरले उहाँले पुलपिट पाएपछि धेरै आफ्नै बारेमा बताउँछ, मलाई त्यति अलि मन पर्दैन। मेरो नाम रेभरेन्ड भन्नुभयो, थुप्रै पदहरू छन् अगाडि, तर म अन्तमा यही भन्छु, म सर्भेन्ट अफ द लर्ड, म ख्रिस्ट परमेश्वरको म सेवक भन्ने रुचाउँछु। मेरो किताब पनि मैले लिडरसिपको बारेमा, दासको बारेमा लेखेको छु र म विवाहित हो। मेरो श्रीमती पनि यहीँ हुनुहुन्छ, नानी पनि यहीँ, यहाँ श्रीमती यतै हुनुहुन्छ र साथसाथै मेरो 2जना नानीहरू छन्। सुन्दै हुनुहुन्छ? हेलो, गुड। अनि म सेवाकाईमा आएको लगभग 28-29 वर्ष भइसक्यो र मैले म 25 अहिले भन्नुभयो बिलिभर चर्च, पहिला गस्पल फर एसिया भनेर चिनिन्थ्यो। लगभग म 1992 देखि सानो उमेरमा 16-17 वर्षको एउटा सानो उमेरमा प्रभुको सेवामा लागेको मान्छे हो र लगभग मैले प्रभुको अनुग्रहमा 2000 जति पास्टरलाई तालिम दिने अवसर परमेश्वरले मलाई दिनुभयो र सारा संसारमा मेरा तिमोथीहरू छन्। खुसी लाग्छ जसरी सेवा गरिरहेछन्, जसमध्ये त्यही पास्टर बुवा पनि हुनुहुन्छ। अब थुप्रै कुराहरू हुँदाहुँदै पनि म त्यसतिर नजाउँ, विवाहित नै हो। प्रभुको इच्छा भयो भने सायद एक दिन भेट्ने नै छौँ। हाउसमा पनि जुममा मात्रै होइन, प्रार्थना गरिरहेको छु तपाईँहरूको लागि पनि। म विवाहित हुँ, सेवाकाई गरेको 28-29 वर्ष भयो र 25 वर्ष सेवाकाई बिलिभर चर्चमा गरिसकेपछि 2015 मार्च को 20 तारिकतिर मैले रिजाइन दिएको हो। नेपालमा 700 स्टाफहरू छन् त्यहाँ, जसमा म 4 नम्बरमा सिनियर हो। धेरै बस्न रिक्वेस्ट गरियो, म विश्वास हुने पनि स्थानमा सबै कुरा मलाई चाहिँदैन भन्ने कुराहरू सबैसँग मैले छोडेर सेवाकाईमा, अनि त्यहाँ थुप्रै नेपालमा सेवाकाई गर्दै आएको लगभग 60 भन्दा बढी जिल्लाहरूमा सुसमाचार सुनाउने अवसर पनि मैले पाएको हो। काँक्रामा देखाएर दुःख कष्ट कुटाई पिटाई सहेर अनि जेउस प्रभुले मलाई आजको दिनसम्म विश्वासनीय प्रकारले यो देशमा र अरू देशमा पनि लगभग 6-7 देशमा प्रभुको अनुग्रहमा गएको छु, सुसमाचारको कुराहरूमा, सिकाउने र सिक्ने कुराहरूमा। ओके, धेरै लामो नजाउँ। आज म तपाईँहरू सिङ्गो परिवार मण्डली प्रति मेरो आभार व्यक्त गर्न चाहन्छु। म एउटा सानो मण्डली छ, हिमालयन फेलोसिप, र साथसाथै म अहिले अर्को एजरा थियोलोजिकल सेमिनारी भन्छ भक्तपुरमा, म प्रिन्सिपल पनि हो त्यहाँ पनि। यदि कोही पढ्न आउनुहुन्छ भने यु आर वेलकम। म स्वागत पनि गर्न चाहन्छु। लकडाउनले गर्दा हामीको सबै कुराहरू त्यस्तै पनि छ र विभिन्न ठाउँमा बोल्न जानुपर्ने, अनि यो लकडाउनले गर्दा मेरो 3वटा सम्मेलनहरू चाहिँ कट अफ भएको छ। प्रभुको अनुग्रहले मलाई सम्मेलनमा, लिडरसिपमा अनि युथ कन्फरेन्समा भयो, पास्टर कन्फरेन्समा बोल्ने एउटा वरदान पनि दिनुभएको छ प्रभुको अनुग्रहमा। अनि म चितवन हुनुपर्ने, अरू कतिवटा ठाउँमा हुनुपर्ने, अनि म कहिलेकाहीँ भारततिर हुन्छु, नागाल्यान्डतिर, अनि त्यो नुवाकोटमा हुनुपर्ने थियो, तर जे होस् प्रभु भलो हुनुहुन्छ। ओके, परमेश्वरको वचनतिर म जानेछु। छोटो समय धेरै लामो पनि नलिउँ। अनि पछि हेलो, अनि पछि हजुरले यदि हेर्नुहुन्छ अरू भने तपाईँले युट्युबमा पनि योगेन्द्र थापा भनेर सर्च गर्न सक्नुहुनेछ। योगेन्द्र थापा नै त्यहाँ मेरो अरू कति सन्देशहरू त्यहाँ पाउन सक्नुहुन्छ हजुरले। आज म तपाईँहरूलाई
एउटा प्रश्नबाट सुरु गर्छु है। अब परमेश्वरको वचन, तँ कहाँ छस्? तँ कहाँ छस्? जब आदम र हव्वाले पाप गरिसकेपछि परमेश्वरले उत्पत्ति 3:9 खोज्दै आउनुभयो, वेयर आर यु? तँ कहाँ छस्? तँ कहाँ छस् भन्ने कुरा। अनि उहाँ वास्ता गर्ने कुरा त्यही उत्पत्ति 4:9 फेरि प्रभुले भन्नुहुन्छ, वेयर इज योर ब्रदर हेबिल? तिम्रो भाइ हाबिल कहाँ छ? प्रश्नै प्रश्न, जीवनमा थुप्रै प्रश्न नै छ। बाइबलमा पनि उत्पत्तिदेखि प्रकाशसम्म हेर्दाखेरि थुप्रै प्रश्न हामीले गरेको पाउँछौँ। येशूलाई क्रुसमा टाङ्नुभन्दा अगाडि पिलातुसकामा येशूलाई कोर्न लगेपछि हानेपछि लगिन्छ, हेर यो मानिस, हियर इज द मैन, सी दिस मैन। एकदमै दुःख र कष्टको परिवेशमा, एकदम गाह्रो परिस्थितिमा उहाँ हुनुहुन्थ्यो, सारा मानव जातिको पापलाई बोकेर जाँदै हुनुहुन्थ्यो। तपाईँले सोच्नु पनि हुन्छ होला, विचार गर्नुहुन्छ मनमा नै होला, यो योगेन्द्र भन्ने कस्तो मान्छे होला, कहाँ छस् त भनेर सोध्छ। यत्रो जुममा देखेन त्यसका नभुन्डेका आँखाले भन्ने खालको सोच हुन सक्छ यहाँहरूलाई। तर तपाईँ र मेरो आत्मिक जीवन लकडाउनको समयमा कस्तो अवस्थामा छ, कहाँ छ? आई डोन्ट नो, यु मस्ट नो। मलाई थाहा छैन प्रियहरू। त्यसले गर्दा तँ कहाँ छस्? वेयर आर यु? पापले गर्दा मानिस लुक्न पुग्छ। अनि लकडाउनको समय पनि धेरै विश्वासीहरू नजिक हुन पर्ने अवस्था, परमेश्वरसँग घनिष्ठताको जीवन यापन गर्न पर्ने, क्लोजनेस विथ हिम, परमेश्वरसँग नजिक हुन पर्ने। तर कस्तो अवस्था छ भन्ने कुरा हामीले बुझ्न पर्छ। र हाम्रो जीवन हेर्नुहोस् है, सुन्नुहोस् है मित्रहरू, मेरो जीवन तपाईँको जीवनलाई मैले 4 भागमा विभाजन गर्छु। हाम्रो जीवन एउटा गणित जस्तै प्रकारले, म्याथमेटिक्स एउटा गणित। दुःख अहिले कतिको जीवनमा दुःख कस्तो छ लकडाउनले, त्यहाँ मात्र होइन प्रियहरू, सारा संसारभरि हाम्रो जीवन एउटा गणित जस्तै हो। त्यसले गर्दाखेरि यो दुःखलाई भाग गरौँ प्रियहरू, हामीले दुःखलाई भाग गरौँ। के गरौँ अरे? सुन्दै गर्नु होला। दुःखलाई आफूलाई मात्रै बोक्ने होइन, दुःख लिएर मलाई मात्रै दुःख भयो भन्ने होइन, दुःखलाई भाग गरौँ र साथी हुने कुरालाई जोडौँ, साथी धेरै बनाऊ र आनन्द खुसीलाई गुणगान गरौँ। र शत्रुहरू हिजो 5 जना थिए, अस्ति 6-7 जना थिए भने घट्दै आज 0मा ल्याउन पर्छ। मैले चाहौँ भने दुःखलाई भाग गर्ने कुरा एउटा प्लसको कुरा है, माइनस प्लसको कुरा गर्दाखेरि, अनि यो चाहिँ दुःखलाई भाग गर्ने कुरा, साथीलाई जोड्ने कुरा, धेरै साथी बनाऊ, आनन्द खुसीलाई गुणगान गर्ने कुरा र शत्रुलाई हटाउने। ओके, शेक्सपियरले भन्छन् यसरी। शेक्सपियर भनेको संसारमा एकदमै भनौँ न इतिहास एउटा बोकेको व्यक्ति। लेखे भन्छन् भन्दा, समयलाई मैले बर्बाद गरेँ। प्लिज लिसन है, केयरफुल्ली सुन्नु होला। समयलाई मैले बर्बाद गरेँ, अब मलाई समयले बर्बाद गर्ने छ। समयलाई मैले बर्बाद गरेँ, अब मलाई समयले बर्बाद गर्ने। मैले समयलाई बुझिन, पाएको समयलाई सदुपयोग गर्नदेखि म तर्के, मैले सही प्रकारले गरिन। अब यस्तो समय आउँदैछ, समयले मलाई बर्बाद पार्ने। प्रियहरू, हामीलाई परमेश्वरले यो 21औं शताब्दीमा यो अवसर, यो मौका दिनुभएको छ तपाईँ र मलाई सेवा गर्नको लागि, गवाई बन्नको लागि, सही क्रिस्चियन भएर परमेश्वरको महिमा गर्नको लागि। भोलि के हुन्छ हामीलाई थाहा छैन। Who holds my future? He is the one. परमेश्वर मात्रै हुनुहुन्छ। He knows your future, my future. हाम्रो भविष्य चाहिँ परमेश्वरलाई मात्रै थाहा छ। Where are you? तँ कहाँ छस्? तपाईँ र मेरो आत्मिक जीवन कहाँ छ? लकडाउनको अवस्थामा 2 महिना 3 महिनाको अगाडिको जीवन र लकडाउन भरिको आजको जीवन के उस्तै छ? के परमेश्वरसँगको सम्बन्ध त्यही नै घनिष्ठ छ प्रियहरू?
हामी आफैले आफूलाई जाँचौँ। आज म तपाईहरुको बीचमा मैले बोल्ने फिलिपी 1:12 देखि 21 सम्म हो। अनि त्यसपछि तपाईले पछि पढ्नु होला, तर म समयको कारणले गर्दा फिलिपी 1:21 पदलाई मात्रै पढ्नेछु। फिलिपी 1 तपाईले 12 देखि पछि पढ्नु होला तपाईको समय, तर म 21 पद मात्रै पढ्छु। फिलिपी 1:21 पद। किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो। किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो। For to me to live is Christ and to die is gain. र यहाँ दिनु भएको छ, यो पछि तपाईले पढ्नु होला। धन्यवाद। ख्रीष्ट मेरो निम्ति, यहाँ किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो। ओके, आजको विषय वस्तु, आजको विषय चुनौतीपूर्णको जीवन। ओके, तपाईले लेख्न सक्नुहुन्छ। च्यालेन्जिङ लाइफ, चुनौतीपूर्णको जीवन कसरी जिउने। आजको विषय चुनौतीपूर्णको जीवन कसरी जिउने। दिस च्यालेन्जिङ लाइफ को विषयमा म बोल्ने छु। यो तपाईको बीचमा बोल्न गइरहेको छु। यो पावलले विशेष गरी फिलिपीका विश्वासीहरू एकदमै निराशको अवस्था, त्यहाँ दुःख कष्ट गनगनको बारेमा हामी पाउँदैनौँ। यो पत्रमा पाप भन्ने शब्द तपाईले भेट्टाउनुहुन्न। यो फिलिपीको पत्र अध्ययन गर्दा आनन्द 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 भन्ने शब्द 18 पल्टसम्म प्रयोग गरेको हामीले पाउँदछौँ। प्रियहरू, हामीले यस पत्रमा विशेष गरी गनगनावाटको कुरा सुन्न पाउँदैनौँ। अनि गनगनावाटले विरोधका कुराहरूले परमेश्वरको आशिष रोक्दछ। अनि यो कुरा यहाँ पाउँदैनौँ। र याकुबले पनि यसरी शिक्षा दिएका छन्, जस्तो सुकै अवस्थामा पनि तिमीहरूको जीवनमा आनन्द हुन पर्छ र आनन्द गर्न सिक भनेर याकुब 1:2 पदमा लेखेको हामी पाउँछौँ। त्यसले गर्दा यहाँ पावलले उनले लेख्नुको मुख्य उद्देश्य के हो भन्दाखेरि त्यहाँ एकदमै समस्याहरू दुःख कष्टमा पनि ख्रीष्टतिर आफ्नो आँखा लगाउँदै रमाउन सिक्न पर्छ। कारावासभित्र छ, जेलखानाभित्र छ बिचरा आफै पावल। आज गोडामा छिङ्गुरा लगाइएको अवस्थामा उनले भन्दछन् ख्रीष्टमा आनन्द गर्न सिक। तिमीहरू खुसी हो, कसले भन्न सक्छ प्रियहरू। तर ख्रीष्टको प्रेम उसको जीवनमा भएको कारणले गर्दा, परमेश्वरसँग नजिक भएको कारणले गर्दा, ऊ कारावासमा हुँदाखेरि, चिसो भुइँमा सिमेन्टमा लड्दाखेरि पनि हामीलाई उत्साह दिन सकेको छ, उत्साह दिन्छ। र आज चुनौतीपूर्णको जीवन जिउनको लागि सजिलो छैन प्रियहरू। एकदमै गाह्रो अवस्था हुन सक्छ। भनिन्छ नो क्रॉस नो क्राउन, विदाउट क्रॉस देयर इज नो क्राउन। येशू ख्रीष्ट दुःख र कष्टको बाटोमा भएर जानुभयो अनि पिताले उहाँलाई महिमाको मुकुट पहिराइदिनु भयो। नो पेन विदाउट गेन भन्छ। नो फायर विदाउट स्मोक। धुवा निस्किन पर्छ आगो बाल्नको लागि, अनि मात्रै आगो बल्न सक्छ। तपाईँ र मेरो जीवनमा धेरै दुःख कष्ट आपद विपदका कुराहरू हुन सक्छन्, तर यसले खारिँदै 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 विश्वासमा परिपक्वतातिर हामीलाई लम्काउँछ। त्यसले गर्दाखेरि के भन्छ, देयर विल बी नो रेनबो विदाउट क्लाउड। बादल हुन पर्छ, रेनबो इन्द्रेणी देखिनको लागि। बादलले कहिले उसलाई बादल फाटिन पर्छ बाहिर आउनको लागि। यसको मतलब हाम्रो जीवनमा थुप्रै सङ्घर्ष दुःख कष्ट आपद विपद आउन सक्छ, तर पनि हामी निराश हुनु हुँदैन, हामी हरेस खानु हुँदैन। हाम्रो विश्वास ख्रीष्ट येशूमा परिपक्व हुन पर्छ भन्ने यसले सन्देश हामीलाई दिदछ। त्यसले गर्दाखेरि हामी निराशका सन्तानहरू होइनौँ। यूहन्ना 16:33 येशू प्रभुले भन्नुभयो, ढाडस गर मैले संसारलाई जितेको छु। प्रियहरू, हामी विजयका सन्तानहरू। हालेलुया, आमेन। हामी विजय प्राप्त गर्ने हामी सन्तानहरू। हाम्रो प्रभु येशू ख्रीष्ट उहाँले विजय हासिल गर्नुभयो। नम्बर 1 मा चुनौतीको जीवन, च्यालेन्जिङ लाइफ
एउटा चुनौतीपूर्णको जीवन जिउन सजिलो छैन। तपाईको बीचमा म नम्बर 1 मा भन्ने छु। नम्बर 1 मा हामीले आदर्शशील क्रिस्चियन जीवन हुन पर्छ। चुनौतीको जीवन जिउनको लागि आदर्शशील क्रिस्चियन जीवन हुन पर्छ। आदर्शशील क्रिस्चियन जीवन भनेको यसले के गर्छ भन्दा परमेश्वरलाई प्रसन्न तुल्याउने काम गर्छ, खुसी पार्ने काम गर्छ। ओठको भक्ति होइन, हृदयबाट नै बाहिर आउँछ। दुःखमा, कष्टमा, आपद विपद पर्दाखेरि पनि के तपाईँ र मेरो जीवन लकडाउनमा हुँदाखेरि हो काम कति कुराहरू व्यवसाय खोसिएको छ, निराशपन आएको छ, अनि कति आफ्नो जागिर गुमेको छ। हजुर, तपाईँ र मलाई मात्रै होइन, सारा संसारमा यसपछिको परिणाम परमेश्वरको महान योजना छ। कहिले पनि न तुलना गर्न सक्ने आशिष परमेश्वरले तपाईँ र मेरो जीवनमा, परिवारमा, मण्डलीमा दिनुहुनेछ। आमेन। तर हामी चाहिँ स्थिर भएर बस्न पर्छ। के तपाईँ र मेरो जीवन साँच्चै परमेश्वरलाई प्रसन्न तुल्याउने जीवन छ प्रियहरू? हाम्रो नेपाली सोच विचार कति बेला के हुन्छ भन्दा दुःख कष्ट आपद विपद आउँदाखेरि हे प्रभु किन मलाई नै मात्रै आएको होला, यो दुःख कष्ट किन मलाई नै मात्रै आएको भन्ने सोच र भान हुन्छ। तर मिठो मिठो खानेकुरा भेट्टाउँदा, राम्रो लुगा लगाउन पाउँदा हे प्रभु किन मलाई नै मात्रै आएको, तल्ला र साइलालाई पनि पाएको भए हुन्थ्यो नि त भन्दैनौँ। हाम्रो जीवन कस्तो हो कि होइन र? हाम्रो सोच कस्तो? हामी विचार गरौँ त। हामीले केही पाउँदा चाहिँ प्रभु धन्यवाद धन्यवाद धन्यवाद, केही नपाउँदाखेरि चाहिँ प्रभु तपाईँ त्यहाँ म यहाँ, तपाईँ दाहिने मध्ये पनि भनेर आफ्नो बाटो हिँड्ने हो र प्रियहरू। मलाई 4 वर्षसम्म मृत्युको मुखबाट प्रभुले बचाउनु भएको छ प्रियहरू। 1993 मा नेपाल र तिब्बतको बोटमा सुसमाचार लिएर जाने लैनी हो त्यो प्रभुको अनुग्रह। सुसमाचार सुनाइयो, बोर्डिङ स्कुलमा पढाउने कुराहरू भयो। बुद्धिस्टलाई सुसमाचार सुनाउँदा 1-2 वर्षमा परमेश्वरले 2-3 महिनामा 15-20 जना प्रभुले दिनुभयो। त्यहाँ मार्न खोजिएको थियो मलाई, तर आज त्यहाँ 15-20 वटा चर्चहरू छन्। परमेश्वरमा प्रसन्न तुल्याउने जीवन हामीले जिउन पर्छ। चाहे दुःख कष्ट आपद विपद आए तापनि हामी ख्रीष्टमा बलियो हुन पर्छ। आमेन। परमेश्वरको महान योजना छ प्रियहरू। हामी निराश हुन पर्दैन। म त्यहाँ गएँ, त्यसपछि भोजपुर जिल्लामा गएँ 1994 मा। त्यहाँ पनि सुसमाचार सुनाएर 1 महिनामा 15-20 जना प्रभुमा आए। ले भेला भएर कुरा गरेछ नभए यसलाई मार्न पर्छ अनि उनीहरू योजना बनाएर मार्नको लागि आएका थिए। अनि उनीहरूलाई मैले भने मलाई मारे तापनि मेरो रगतले यहाँ हजारौं आत्माहरू परमेश्वरले ठाउँबाट साथै उत्पादन गर्नुहुन्छ। प्रभुको महिमा होस्। आज त्यहाँ चर्च छ। तिनै मानिसहरूले परमेश्वरको महिमा गर्छन्। प्रियजनहरू, हामी दुःख कष्टमा आपद विपदमा पनि हामी परमेश्वरमा बलियो हुन पर्छ, समर्पित हुन पर्छ र हाम्रो जीवनबाट परमेश्वरले महान योजना राख्नु भएको छ। हामी दुःख कष्टमा पनि परमेश्वरलाई प्रसन्न तुल्याउने जीवन हामीले जिउन पर्छ। अनि म त्यसरी तराईमा पनि कुटाइ खाएको छ। 2005 मा म भारतमा मास्टर डिग्री पढ्दै गर्दा केरलामा मलाई हाइजेक गर्थ्यो। 2005 फेब्रुअरी 13 मा हाइजेक गरियो, कुट्यो पिट्यो, 1 महिनासम्म हस्पिटलाइज हुन पर्यो। पछाडि मेरो भाग कालै भएको 6 जनाहरू हामी थियौँ। मन्त्रीहरू भेट्न आए, सबै कुराहरू। मैले भने म 15-16 वर्ष सेवाकाई गरेर पढ्न गएको थिएँ। अनि मिडियाको मान्छेहरू आएको थिए र मैले भने अब सेवाकाई सुरु हुनेछ। प्रियहरू, आज उसलाई हेर, यसलाई हेर, त्यसलाई हेर होइन, हामीलाई मलाई हेर भन्ने कुरा परमेश्वरले खोज्नुहुन्छ। गवाई बोकेको जीवन हाम्रो जीवन अब हुन पर्छ। म खुसी छु, म धन्यवादी छु, तपाईँलाई धन्यवाद दिन्छु। यहाँ तपाईँहरू पैसा कमाउन मात्रै जानु भएन, परमेश्वरलाई विश्वास गरेर तपाईँहरू फर्किनु हुनेछ। सबभन्दा ठुलो कुरा चाहिँ त्यो। 2015 मा मलेसियामा नि त्यही भन्दै थिएँ। म त्यहाँ बोल्न बोलाइएको थिएँ, कन्फरेन्समा बोले। नेपालीहरूको बिचमा विभिन्न ठाउँमा राजनीति नसुतिकन प्रचार गर्न गए। फ्याक्ट्रीहरूमा उहाँहरूलाई सुसमाचार सुनाए। पैसाको साथसाथै प्रभुलाई विश्वास गरेर अगाडि बढ्नुहोस्। ख्रीष्ट बिनाको जीवन, परिवार, मण्डली, सेवकाई मरितुल्य हुन्छ प्रियहरू। त्यसले गर्दा
चुनौतीपूर्णको जीवन जिउन सजिलो छैन प्रियहरू। आज धार्मिक कुराको चुनौती छ, हरेक कुराहरूको चुनौतीको सामना गर्दै हामी अगाडि बढ्न पर्छ। परमेश्वरले हामीलाई कहिल्यै पनि नओइल्याउने महिमाको मुकुट हामीलाई राखिदिनु भएको छ। पहिलो पत्रुस त्यहाँ 5 अध्यायको 4 पदले भन्छ, मूलको चालो प्रकट हुनु भइसकेपछि कहिले पनि नओइल्याउने महिमाको मुकुट दिनुहुनेछ। प्रकाश 22 को 12 पदले भन्छ, तिम्रो काम अनुसारको मुकुट म तिमीलाई दिनेछु। पहिलो कोरिन्थी 15 को 58 पदले भन्छ, तिम्रो काम व्यर्थमा खेर जाने छैन। प्रियहरू, प्रसन्न तुल्याउने पहिलो थिस्सलुनी 4 को 1 ले भन्छ, त्यहाँ पावलले थिस्सलुनीका विश्वासीहरूलाई भन्दछन्, परमेश्वरलाई प्रसन्न तुल्याउने जीवन तिमीहरूले जिउन पर्छ। मलाई थाहा छैन तपाईको जीवनले परमेश्वरलाई प्रसन्न तुल्याएको छ कि छैन प्रियहरू। त्यसले गर्दा परमेश्वरले धेरै योजना राख्नु भएको छ। शैतानले त्यो योजनालाई तपाईलाई त्यहाँ नष्ट पार्न सक्छ है प्रियहरू। शैतान चलाक छ। तपाई यु मस्ट बी फेथफुल इभन स्मल एन्ड टाइनी थिङ। सानो कुरामा पनि हजुरहरू विश्वास योग्य भएर परमेश्वरको गवाई बोकेको जीवन हुनपर्छ। पात्रो भने सबैले पढ्न सक्छ, कात्रो बोकेको जीवन होइन। कात्रो त मरिसकेपछि मात्रै काम लाग्छ प्रियहरू। हाम्रो जीवन पात्रो सबैले पढ्न सक्छन्। तपाईको जीवनमा, मेरो जीवनमा यसो आउनुभयो, गाडिनु भयो, अरूहरूलाई पनि थाहा छ त्यो यसो तपाईँ र मेरो जीवनमा देखेनन् भने हामीलाई धिक्कार हुन सक्छ। त्यसले गर्दाखेरि यूहन्नाले पनि, चेला यूहन्नाले पनि अघि बिहान जुममा हाम्रो 7 देखि 8 सम्म अरूलाई हामी सिकाउँदै गर्दा त्यहाँ आशिषको कुरा थियो। प्रेरित यूहन्नाले पहिलो यूहन्ना 3 को 22 मा भन्छन्, प्रत्येक विश्वासीलाई यसरी भनेका छन्, उहाँका आज्ञा पालन गरेर उहाँको आज्ञामा हिँड र उहाँको दृष्टिमा मन पर्ने काम गर भनेर शिक्षा दिएका छन्। परमेश्वरको आज्ञा पालन गर्ने कुरा, परमेश्वरको प्रेम, परमेश्वरलाई प्रेम गर्छु भनेर आज्ञा पालन गरेनौं भने हामी धोका दिने व्यक्ति बन्न सक्छौं प्रियहरू। त्यसले गर्दाखेरि हामीले आफैले आफैलाई विचार गर्न पर्छ। पावलले भन्छन्, दुःख कष्ट आपत्तिपद आउँदाखेरि पनि मैले मेरो स्वार्थको लागि होइन, परमेश्वरलाई महिमा दिने जीवन मैले जिए भनेर पहिलो कोरिन्थी 9 को 25 र 26 पदमा उनले बताउँदछन्। त्यसले गर्दा दोस्रो नम्बरमा आदर्शशील क्रिस्चियन जीवन जिउनको लागि यहाँ के हुनुपर्छ भन्दा यो चाहिँ तपाईको राइट बिगिनिङ। The idol must have the right beginning. आदर्शशील क्रिस्चियन जीवनको ठिक प्रकारको साँचो प्रकारको सुरुवात हुनुपर्छ। अनि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि विशेष गरी तपाईलाई म बताउँछु, सिध्याउन समय पनि जाला। 2 मा the idol must have the right beginning. तपाई ख्रीष्टमा बाँचेको छु भन्ने कुरा निश्चित हुनुपर्छ तपाई, किनभने दोस्रो पत्रुस 1 को 10 ले त्यही भन्दछ, तिमी ख्रीष्टमा बाँचेको कुरामा निश्चित हुनुपर्छ। अनि दोस्रोमा रोमी 12 को 1 र 2 ले भन्छ, अनि लुका 14 को 33 ले पनि बताउँदछ, कम्प्लिटली सरेन्डर योर लाइफ टु हिम। उहाँमा तपाईँ र मेरो जीवन समर्पित हुनपर्छ प्रियहरू। केही पाउँदा खुसी हुँदा मात्र होइन, अहिले काम कोसिएको छ, निराशमा हुनुहुन्छ होला, तर ख्रीष्टमा आनन्दित हुन र ख्रीष्ट येशूमा रमाउन सिक्न पर्छ प्रियहरू। तपाईँ र मेरो जीवन ख्रीष्टमा सरेन्डर समर्पित हुनपर्छ। रोमी 12 को 1 र 2 ले त्यही भन्छ, लुका 14 को 33 पदले पनि त्यो कुरा बताउँदछ। र ख्रीष्टमा सबै कुराहरू समर्पित गर्न पर्छ, तपाईको सबै कुराहरू अर्पित गर्न पर्छ भन्ने कुरा हामीलाई सिकाएको छ। त्यसले गर्दाखेरि तपाईँ र म अगाडि बढ्न पर्छ, पछाडि फर्किने होइन प्रियहरू। क्रिस्चियन जीवन भनेको एकले अर्कालाई उत्साह दिने। म तपाईको जीवनबाट म उत्साहित हुन्छु। म रेभरेन्ड अब केही वर्षमा पढ्दै डक्टर पनि हुने कुरा होला, सबै कुराहरू। यसले मलाई स्वर्ग लाँदैन, यसले मलाई उत्साह दिँदैन, तर एक अर्कालाई उत्साह 22-29 वर्षको सेवाकाईको दौरानमा परमेश्वरले अतुलनीय मेरो जीवनमा काम गर्नु भएको छ। मैले भन्दै थिएँ, इन्डियामा कुटाई ठुकाई खाएर हाइजेक गरिएर 1 महिनासम्म हस्पिटलमा भएर धन्न मेरो यो सबै यो थेसिस पनि सिद्धिसकेको सबै कुराहरू, मलाई बाहिर जाने एलाउड थिएन। आरएसएस भनेको
ख्रिस्ट विरोधी होइन, हामी क्रिस्चियनहरूको विरोधी। जहाँ भेट्दा त्यहीँ मार्ने हिन्दूहरूको अति स्ट्रङ दल भन्छ इन्डियामा, उनीहरूले हाइजेक गरेको थियो। परमेश्वरले बचाउनु भयो। आउँदै गर्दा फेरि बाटोमा मेरो नेपाल पढाइ सिद्धिएर 2005 मार्च 22मा सिद्धिएर फर्किँदै गर्दा चोरी भयो। मेरो लगेजहरू, पैसा थियो, पासपोर्ट थियो, सर्टिफिकेटहरू थियो, सबै चोरी भयो। अनि मैले थेसिस किताब चाहिँ ख्रिस्ट स्वर्ग राज्य छोडेर उहाँ परमेश्वर भइकन पनि उहाँ मानिस बनेर आउनुभयो रितिएर भनेर लेखेको थिएँ। अनि मेरो सबै कुरा रितियो। लगाएको एउटा हाफ प्यान्ट, एउटा सर्ट मात्रै थियो। लुगा फाटो 12-15 वर्षको नागाल्यान्डमा बोल्दाखेरि गिफ्ट पाएको च्यादरहरू, सबै कुराहरू। दुःख त लाग्यो, रोइन कराइन प्रभु तपाईँलाई धन्यवाद भने। किनभने मुखको मात्रै, ओठको मात्रै भक्ति होइन। एउटाले भन्छ नि, भजन गाउने ओठ भन्दा सेवा गर्ने हात नै महान हो। कतिपल्ट हामी मुखले चाहिँ गर्छु भन्छौँ, विभिन्न कुराहरू एकदमै जिल्ला कुराहरू गर्छौँ, हृदयमा फरक हुन सक्छ। त्यही भएर परमेश्वरले हामीलाई र मलाई पनि अचम्म छ। तपाईँले गवाई मेरो योगेन्द्र थापा भनेर युट्युबमा खोज्नुभयो भने त्यहाँ गवाई पनि छ र थोरै छ। तर म मलेसियामा हुँदा भित्र कोठामा एकदम गर्मी भएर कति कुरा, तर आशिषमय छ। पछि सुन्नु होला, त्यतिर म जान्न। प्रार्थनामय जीवन हुन पर्छ। प्रियहरू, तपाईँको जीवन कसरी बितेको छ लकडाउनमा? निराशका कुराहरू आउन सक्छ। शैतानले विभिन्न आवाज ल्याइदिन सक्छ, तपाईँको कानमा हालिदिन सक्छ। शैतानको आवाजलाई होइन, परमेश्वरका वचनलाई मनन गर्नुहोस्। परमेश्वरतिर तपाईँको समर्पणताको जीवन हुन सकोस्। अनि प्रार्थनामय जीवन हुन पर्छ। येशू प्रभु आफै परमेश्वरको पुत्र भएर पनि यूहन्ना 17 अध्यायमा पढ्नुभयो भने उहाँले कति धेरै प्रार्थना गर्नुभयो। तपाईँ र म त मानिसहरू हौ, उहाँका सन्तान छोराछोरी हौ। संसारमाथि विजय हुनको लागि, परमेश्वरको सन्तान भएर अगाडि बढ्नको लागि प्रार्थनाको जीवन हुन पर्छ। र नम्बर 2 मा there must be a Bible study. परमेश्वरको वचनको अध्ययन हुन पर्छ। र we must live according to God's will, plan and purpose भन्छ। परमेश्वरको योजना र इच्छामा हामी जिउन पर्छ। आफ्नो इच्छा होइन प्रियहरू। जब मलाई मेरो इच्छामा डोर्याउँदै अगाडि बढ्छु भने म खाडलमा पर्छु, म निराश हुन्छु। अनि जब म मेरो जीवन परमेश्वरको हातमा सुम्पिन्छु, उहाँले काम नलाग्ने एउटा चिजलाई पनि, चाहे त्यो काँडा भएको चिजलाई पनि फुल बनाइदिनुहुन्छ। र हामीले भन्न पर्छ, प्रभु आजसम्म मैले मेरो जीवनलाई म आफैले चलाएँ, निराश भएँ, विजय हुन सकिन, जिताएको कुराहरू सफल हुन सकेनन् होला। अब भन्नुहोस् आजबाट, प्रभु म मेरो जीवन तपाईँको हातमा सुम्पिन्छु, तपाईँको इच्छा अनुसार मलाई चलाउनुहोस्। परमेश्वरको वचनको अध्ययन कति छ? एउटा पद पढेर होइन, गहिरेर गहिराईमा तपाईँ र म जान पर्छ। परमेश्वरको वचनले हामीलाई सान्त्वना दिन्छ। आफ्नै मानिसले आँखामा आँसु ल्याइन्छ। प्रियहरू, संसारका मान्छेले तपाईँ र मलाई धोका दिन्छन्, तर उहाँले हामीलाई कहिल्यै धोका दिनुहुन्न। उहाँले हामीलाई कहिल्यै पनि त्याग्नुहुन्न। त्यसले गर्दाखेरि परमेश्वरको वचनमा जरा गाडिएको विश्वासी हुन पर्छ। ओठे भक्ति र क्रिस्चियन भएको, पोखरे क्रिस्चियन होइन, बुद्धि भएको छोराछोरी हुन पर्छ। तपाईँ नेपालमा आउँदाखेरि भेट्न पर्छ। तपाईँको जीवन गवाईले यो राष्ट्र नेपालमा अरू मानिसहरूलाई आशिषको स्रोत बन्न सक्छ। लकडाउनले निराशा बनाएको छ, सायद तपाईँ र मलाई थाहा छैन। यसपछिको आशिष तपाईँ र मेरो जीवनमा अतुलनीय। We cannot compare with anything, only thing on this earth. हामीले तुलना गर्न सक्दैनौँ। म तपाईँलाई एउटा उदाहरण भन्छु र सिद्ध्याउन पनि म चाहन्छु। धेरै वर्ष अगाडि एउटा उदाहरण भन्दैछु। एकजना क्रिस्चियन दिदी हुनुहुन्थ्यो, अनि प्रभुलाई विश्वास गरेको, विश्वास राम्रोसँग भनेको। त्यो क्रिस्चियन दिदीको केही समयपछि श्रीमान मर्नुहुन्छ। श्रीमान बित्नु भयो प्रियहरू। अनि श्रीमान बितिसकेपछि उहाँका 2टा छोराहरू थिए। ठिकै छ, दुःख कष्ट भयो। प्रभु मलाई किन यो दुःख आएको? किन यो जवानी कालमा नै मेरो श्रीमानलाई उठाउनु भयो? दिदीको, त्यो विश्वासी दिदीको परमेश्वर प्रतिको गुनासो यो थियो। ठिकै छ, समय बित्दै गयो। 2टा छोरा थिए। अब छोराहरूको मुख हेरेर भनी बाँच्नेछु, प्रभुको सेवा गर्नेछु। हुँदा हुँदै अनि
केही समयपछि 1 वर्षपछि मण्डली परिवार सबै मिलेर पिकनिक जाने योजना भयो। पिकनिक जाने योजना गरेर ती 2 जना नानी आमालाई पनि लग्यो। पिकनिकमा उनीहरू रमाइलो गरे, खाना बनाउँदै थियो, पौडी खेल्न स्विमिङमा उनीहरू गए खोलामा। अनि सबै कुराहरू खानेकुराहरू पाए। अब सबैजना भेला भएर आलोचना गरेर खाना खाने भन्ने कुराहरू हुँदै गर्दा सबैजना आए। सबैजना सबैलाई खोज्दै गर्दा अन्तमा चाहिँ फेरि यही दिदीको छोरा आइपुग्दैन त्यहाँ। अरू सबैजना भेला हुन्छ, यही दिदीको छोरा त्यहाँ हुँदैन। बल्ल बल्ल जवान भएको थियो। अनि आमाले त्यही छोरालाई बाहिर एकपल्ट बाहिर हुन्छ, आमा कहाँ काम गर्नलाई जानुहुन्छ, कसो कसो गर्दाखेरि त्यो घरमा आगो लाग्छ। त्यो घरमा अझै कान्छो छोरो मात्रै भित्र हुन्छ। याद गर्नुहोस् है। अनि उसलाई थाहा हुँदैन, पछि नसुतेको हुन्थ्यो, के गर्दा गर्दै जल्छ, घरै जल्छ, बाहिर निस्किन सक्दैन। बाहिरबाट बल्ल थाहा हुन्छ, खबर पुग्छ आमालाई, सबै आउँछन् तर बचाउने अवस्था थिएन, त्यही नै जलेर मर्छ। अब यस्तो अवस्थामा के गर्ने होला? सायद तपाईँ र म यस्तो अवस्थामा त पुगेका छैनौँ होला। लकडाउन त केही समयको लागि मात्रै प्रियहरू। लकडाउनमा झन् प्रभुसँग नजिक हुने कामले गर्दा प्रभुसँग समय, प्रार्थनामा समय बिताउने मौका पाउनु भएको थिएन होला। वचन अध्ययन गर्ने मौका पाउनु भएको थिएन। उहाँसँगको घनिष्ठता छुटेको थियो होला। तर यो मौका परमेश्वरले तपाईँलाई दिनु भएको छ। हामी होशियार भएर अगाडि बढौँ। अब पास्टर बुवाले कसरी उत्साह र सल्लाह दिने यो दिदीलाई भन्नुहोस् त। श्रीमान बित्छ, जेठो छोरा नि बित्यो, कान्छो छोरा आशा गरेको ऊ पनि जलेर मर्छ। अनि त्यसो गर्दै गर्दै बढ्दै जानुहुन्छ र अन्तमा तपाईँलाई भन्न खोजेको के हो भने केही समय बित्दै गइसकेपछि पास्टरले अरूले सल्लाह दिनुहुन्छ, परमेश्वरको योजना छ। त्यस्तो अवस्थामा कसरी योजना हुन्छ? एउटा मानवीय विचारले सोच्दाखेरि पनि। तर जे होस् प्रियहरू, अन्तमा यो दिदीको गवाईद्वारा जुन ठाउँमा सुसमाचार सुनाउन जानुभयो, धेरै मानिसहरू प्रभुमा आए। मेरो जीवनमा हेर न, उहाँको त्यही गवाई हुन्थ्यो। मेरो जीवनमा हेर, गाउँलेलाई थाहा थियो, सुसमाचार सुने, विश्वास गरे। परमेश्वरको योजना कतिपल्ट हामीले हाम्रो जीवनमा बुझ्न सक्दैनौँ। हाम्रो आफ्नै इच्छा अनुसारको योजना बोकेर हामी अगाडि बढ्छौँ प्रियहरू। त्यही भएर हामी धोका खान्छौँ, त्यही भएर हामी निराशमा पुग्छौँ, त्यही भएर हामीले चिताएको कुरा पुरा हुन सक्दैन। अनि यो आमालाई पछि आमा बनिन्। अनि यो दिदीको जीवनबाट सयौं मानिसहरू प्रभुमा आए। आज तपाईँ र मेरो जीवन कस्तो छ? हाम्रो जीवन कस्तो छ? त्यसले गर्दा अन्तमा तपाईँलाई मैले भन्न खोजेको कुरा प्रार्थनाको जीवन, वचन अध्ययनको जीवन, सेवा सङ्गतिको जीवन हो। अहिले एकै ठाउँमा भेला भएर सङ्गति गर्न सकेका छैनौँ। तर मण्डली भनेको तपाईँ र म व्यक्ति हो, बिल्डिङ होइन। परमेश्वर र तपाईँको बिचको घनिष्ठता कतिसम्म छ प्रियहरू म जान्दिनँ। त्यही भएर आज हामीले भन्नुपर्छ, मलाई हेर्नुहोस् भने गवाई बोकेको जीवन तपाईँ र मेरो हुनपर्छ प्रियहरू। यो चाहिँ अति नै महत्त्वपूर्ण कुरा हो। त्यही भएर तपाईँलाई म के भन्छु भन्दाखेरि पहिलो थिस्सलुनी 5:11 भन्छ, इन्करेज अन अनदर, एकले अर्कालाई उत्साह देऊ, एकले अर्कालाई निर्माण गर भन्छ। यो समयमा हामीले जति तपाईँ अलिक वचनमा पोख्त हुनुहुन्छ, प्रभुसँगको सम्बन्ध नजिक छ भने अलिक कम विश्वासमा, भर्खरै विश्वासमा आउनुभएका दाजुभाइ दिदीबहिनीहरूलाई तपाईँले उत्साह दिनुहोस्। र यहाँ व्यवस्था 31:8 भन्छ, निराश नहुनुहोला। तपाईँले टिपेर राख्न सक्नुहुन्छ। व्यवस्था 31:8 भन्छ, परम प्रभु तिम्रो अघि जानु हुनेछ र तिमीसित हुनुहुनेछ। उहाँले तिमीलाई कहिल्यै छोड्नु हुने छैन र तिमीलाई कहिले छोड्नु हुने छैन, न त्याग्नु हुनेछ। न डराऊ, निराशित नहो, म तँसँग हुनेछु। हालेलुया, आमेन। परमेश्वरको प्रतिज्ञा कति महान छ। परमेश्वरले कहिले हामीलाई छोड्नुहुन्न, त्याग्नुहुन्न। लकडाउनमा परमेश्वरले छोड्नु हो कि जस्तो तपाईँलाई भान हुन सक्छ प्रियहरू। उहाँले कहिले छोड्नुहुन्न। उहाँको योजना तपाईँ र मेरो जीवनमा कति महान छ। योजना राख्नु भएको छ। जस्तै त्यो दिदीको जीवनबाट परमेश्वरले भविष्यमा गएर चाहिँ महिमा दिनुभयो। अहिले तपाईँको जीवनमा केही नहोला, खुइ भएको जीवन होला, तर निराशमा नबस्नुहोस्, अगाडि बढ्नुहोस्। त्यसले गर्दा प्रार्थनाको जीवन, वचन अध्ययनको जीवन,
संगति र आराधनाको जीवन हुनपर्छ। त्यो चाहिँ महत्त्वपूर्ण हो। अन्तमा म तपाईलाई यही नै भन्न छ, थुप्रै कुराहरू छन् तर पछि प्रभुको अनुग्रह भेटौँ र अरू कुराहरू गरौँला। र नेपाली बाइबल संगति कति राम्रो मण्डलीको नाम बाइबल। बाइबल तपाईँलाई थाहा होला, म बाइबलको अर्थ बताइन्छु है एउटा र अनि म अन्त गर्न चाहन्छु। बाइबल बाको अर्थ आफू बाँच र अरूलाई बचाऊ। बाइबल संगति कति राम्रो छ मण्डलीको नाम नेपाली बाइबल संगति। बा आफू बाँच र अरूलाई बचाऊ। ईश्वरको राज्य निरन्तर खोज, कन्टिन्युसली, नट ओन्ली टुडे, आज मात्र होइन, निरन्तर खोज्दै अगाडि बढ्ने। अब फेरि वचन पालन गर, आज्ञाकारी हौ, वचन पालन गर्ने हौ र ल अन्तमा ल लक्ष्यतिर अगाडि बढ। परमेश्वरले राख्नु भएको लक्ष्यमा तपाईँ र म अगाडि बढ्न पर्छ। बाँचेको क्रिस्चियनले अरूलाई बचाउन सक्छ, तुहिएको क्रिस्चियनले अरूलाई बचाउन सक्दैन। प्रियहरू, तपाईँ मैले भन्दैछु बाइबल बाँच, आफू बाँच, अरूलाई बचाऊ। ईश्वरको राज्य निरन्तर खोज। धन सम्पत्ति मात्रै होइन, त्यसले हामीलाई चिन्ता फिक्रतिर लाग्छ। प्रियहरू, चाहिन्छ धन सम्पत्ति, तर धन सम्पत्तिभन्दा माथि परमेश्वरलाई राख्न पर्दछ। अनि अर्को ईश्वरको राज्य निरन्तर खोज्ने कुरा, वचन पालन गर्ने कुरा, लक्ष्यतिर अगाडि बढ्ने कुरा। अन्तमा तपाईँ र मलाई परमेश्वरले यो मौका मलाई विशेष गरी दिनुभयो। नेपाल बाइबल संगति दुबईमा भएको मण्डली परिवारप्रति म आभार व्यक्त गर्छु। आरपी रामप्रसाद देवकोटा आउनु भएको थियो पोहोर, उहाँले भन्दै हुनुहुन्थ्यो हामी सबै छौँ भक्तपुरमै, एकले अर्कालाई उत्साह दिन्छौँ। मलाई धेरै आदर गर्नुहुन्छ, मैले पनि उहाँलाई आदर गर्छु। तपाईँहरूको माया र प्रेमको लागि धन्यवाद। म निरन्तर तपाईँको लागि कुरा जहिले पनि आखिरी शब्दहरू महत्त्वपूर्ण हुन्छ है। आफ्नो मुक्ति र बोलावटमा सधैँ बढ्दै जानु होला। नम्बर 1, आफ्नो मुक्ति र बोलावट परमेश्वरको योजना छ, त्यसमा सधैँ बढ्नुहोस् र ख्याल गर्नुहोस्। नम्बर 2, क्रिस्चियन नैतिकतालाई सधैँ कायम राख्नुहोस्, क्रिस्चियन नैतिकतालाई कायम राख्नुहोस्। नम्बर 3, ठिक प्रकारको कुरालाई रोज्नुहोस्। आज बेसी कुरा, गलत कुराहरू, पापमा पर्ने कुरा रोज्नु भयो भने त्यसले तपाईलाई भविष्यमा गएर आँसुमा पुर्याउनेछ। नम्बर 4, असल प्रकारको साथीहरू बनाउनुहोस्, साथीहरू खोज्नुहोस्। नराम्रा साथीहरू होइन, धेरै बिग्रेका साथीहरू शैतानले काम गर्छ। त्यही भएर अगुवा गुरुआमा गुरुबारको लिडरसिपको अधीनमा बस्नु होला। नम्बर 7, पवित्रताको जीवन धारण गर्नु होला। चुनौतीको जीवन जिउन सजिलो छैन। नम्बर 8, वचनको अधीनतामा निरन्तर रहनुहोस्। परमेश्वरको वचनको अधीनतामा रहेर विश्वासलाई अगाडि बढाउनु होला। नम्बर 9, येशूको देखासेखी गर्ने। दुबईमा भएको हिरो हिरोइनी अरूहरूको होइन, येशू ख्रीष्टको मोडल। यु मस्ट बी एक्जाम्पल फर अदर, त्यो चाहिँ हुन पर्छ। नम्बर 10, विश्वासलाई आखिरी घडीसम्म बाकसभित्र नपुरेर आकाशमा नउरुन्जेलसम्म हाम्रो विश्वास निरन्तर तपाईले बचाइराख्नुहोस्। नम्बर 11, स्थिरताको जीवन जिउनु होला। लैङखाङको होइन, स्थिरताको। दुःख कष्ट आपद विपद लकडाउन हुँदा अभाव हुँदा पनि विश्वासमा स्थिर रहनु होला। नम्बर 12, सेवामा समर्पित हुनुहोस्। सेवाकाईमा अगुवा पास्टरलाई सघाउनु होला। काम पनि गर्नुहोस्, अगाडि बढ्नुहोस् र अन्तमा परमेश्वरको इच्छा खोज्नुहोस्। आफ्नो इच्छा होइन, परमेश्वरको इच्छा खोजेर अगाडि बढ्नुहोस्। र अन्तमा अर्को 16औं नम्बरमा 14औं नम्बरमा प्रार्थनाको जीवन बिताउनु होला। र नम्बर 15मा आज्ञाकारी बनेर अगाडि बढ्नु होला। 16मा अनन्तका कुराहरू खोज्नु होला, नाश हुने कुरा होइन, अनन्तका कुराहरू। नम्बर 17, मुकुटतिर आँखा लगाउनु होला, अनन्तका कुराहरूतिर आँखा लगाउनु होला। र जीवनको अभिलाषा र पापमय कुकर्मबाट तर्केर परमेश्वरलाई प्रसन्न बनाउने चुनौतीपूर्णको जीवन जिएर
अगाडि बढ्नु होला। मे गॉड ब्लेस यू। प्रभुले धेरै आशिष दिउन्। यहाँहरूलाई मेरो प्रार्थना रहनेछ र तपाईले मेरो च्यानल योगेन्द्र थापा भनेर खोज्नुहोस्। त्यहाँ 10-11 जति मैले सन्देश म्यासेज है सर्पको विषदेखि होशियार भन्ने टाइटलमा पाउनुहुन्छ। थुप्रै हेरेर आशिषित पक्कै हुनुहुनेछ। 15-16 मिनट अरू पनि बनाएको छु तर हाल्न भ्याइरहेको छैन लगाउनलाई। मैले त्यति व्यस्त पनि छु। बाइबल अनुवाद गर्ने काम सिद्धियो। त्यसको एउटा प्रभुको अनुग्रह सानै मान्छे भए पनि तपाईले वेबसाइटमा पाउनुहुन्छ। न्यू टेस्टामेन्टलाई फाइनल हामी 6 जना कम्मल अधिकारी ठुल्ठुला प्रभुका दासहरू म आफै पनि त्यहाँ रहेर त्यसलाई अनुवाद गर्ने काम नेपालीहरूको बिचमा कसरी पुर्याउने भन्ने कुराहरू पनि सिद्धिएको छ। म धेरै खुसी छु। धेरै धन्यवाद तपाईहरुले यति माया गरेर म जस्तो मान्छेलाई मौका दिनुभयो। यही कारणले गर्दा आज बिहान एउटा अर्को एउटा 2-3 को बिचमा बोल्नुको त्यो पनि मैले क्यान्सल गरेर यसलाई चाहिँ प्राथमिकता किन भन्दा म तपाईहरुलाई हेर्न तपाईहरुबाट आशिष पाउन पनि चाहन्थे। यो मौकाको लागि थ्यांक यू। गॉड ब्लेस यू। शैतानले बिचमा अलिकति भाजो हाल्न खोजे पनि परमेश्वरले हामीलाई गॉड ब्लेस यू। जय मसीह। आदरणीय हाम्रो रेफरेन्सलाई धेरैजना लागि न्युज अफमै बसेर हामी सबै अगाडि बढेर धन्यवाद दिन चाहन्छु। तिमीसँग जेचा जुम्पा येशूलाई उनी चाहन्छन् सजाउन देवी तिमीलाई